स्वर्ग हेर्ने गाइस, स्वर्ग स्वर्ग। हामी दाइ हेलो हेलो। हामी चाहिँ कालिम्चोक मन्दिरमाथि दर्शन गर्न जान्दा अहिले चिसो चिसो हेलो गाइस। हेलो सर, गुड मर्निङ। ल हामी फेदिबाट चाहिँ हामी कालिम्चोक माथि डाँडा चढ्दैछौँ। माथि केबुल कार जाने रहेछ। हामी चाहिँ केबुल कारबाट नगएर हामी चाहिँ हिँडेर जाने पैदल जानु भएको है। ल ल एकदम चिसो चिसो बढेछ यहाँको। चौरी जस्तै गाई छ यहाँ हाम्रो। यहाँबाट तल बजार देखिन्छ अहिले है। हामीले चाहिँ दर्शन गर्नलाई फुलपाती ध्वजा बोकेर हिँडेछौँ। यहाँबाट ठ्याक्क स्वर्ग देखिन्छ गाई, स्वर्ग। अरू के छ त नि? यहाँ हाम्रो चाहिँ केबुल कार माथि आइरहेको है। माथिबाट झरेको केबुल कार। मन्दिर चाहिँ ठ्याक्कै माथि डाँडामा हो। यो चाहिँ कालिम्चोकको बजार। यो तलको चाहिँ कालिम्चोकको बजार है। यहाँबाट हामी यो उकालो हिँड्दैछौँ। ल गाइज, यहाँ तल यस्तो राम्रो सिन छ है यहाँनिर। यो चाहिँ हामी केबुल कारबाट चाहिँ नगइकन त्यो डाँडाबाट हामी चढेको। ल हाम्रो भाइ हुनुहुन्छ यहाँनिर एकजना भाइ। ल म अहिले फोन गर्छु ल, फोटो खिचेर। अब यहाँनिर चाहिँ एकदम मिठो ठाउँ। बाई। अब ठ्याक्कै हामी यो खुर्किला चढेर जानु लाग्यौँ। खुर्किला, यो खुर्किला चाहिँ कतिवटा खुर्किला खाएर दाइ यहाँ? दाइ कतिवटा खुर्किला यो? ल गाइस, यस्तो राम्रो ठाउँ छ है। कालिम्चोकको तल बजार भयो साइडमा। ल हामी ठ्याक्कै यहाँ लगभग आधी भइसक्यो है। हाम्रो चाहिँ एकछिन विश्राम गर्ने कि यहाँनिर चाहिँ एकछिन विश्राम गर्ने कि भनेको छ कि। अब हामी विश्राम नगरिकन जान्छौँ हामी चाहिँ, किनकि दर्शन गर्न आएको मान्छे बस्दै बस्दै नजाउँ होला। अब आधी भयो, अब आधी बाँकी छ। हामी चाहिँ तलबाट हिँड्दै आयो। चट्ट सिन राम्रो छ। ल गाइस, हामी चाहिँ अलिकति बाँकी छ है। लगभग हामी आइसक्यौँ, माथि डाँडा निस्किसक्यौँ। अब थोरै मात्र बाँकी छ। आज यो हाम्रो तल बेस भइहाल्यो। एकदम ठाउँ छ। गाडोडा झर्ने ठाउँ है। माथि ल गाइज, हामी ठ्याक्क मन्दिर आइसक्यौँ जाने बाटो। मन्दिरको गेट प्रवेश गऱ्यौँ हामीले चाहिँ। ल ठ्याक्क हामी गेटबाट भित्र छिर्यौँ। तलको सिन यो ठिक छ आउनु। कालिम्चोक भगवती मन्दिर ठ्याक्कै
यता बारीपट्टि देखियो हिमाल चाहिँ कुन अरे कुन चाहिँ भन्ने गौरीशङ्कर के भन्ने होइन गौरीशङ्कर हो र ल हेलो ल गाइज ल फाइनली हामी मन्दिर आइपुग्यौँ फाइनल्ली हामी चाहिँ ठ्याक्कै मन्दिर आइपुग्यौँ ल फाइनल्ली चाहिँ हामी ठ्याक्कै कालिम्पोङ मन्दिर ठ्याक्कै आइपुग्यौँ है मोबाइलले चिसो भएर जम्ला ल जुत्ता माथि खोल्ने होला नि ल